नमस्कार। आज म हजुरहरूलाई अहिलेको डिएचएस टुलमा हाम्रो कुनै पनि स्वास्थ्य संस्थाको कति डेटा इरर छ त भन्ने कुरा कसरी हेर्ने भन्ने म सिकाउँछु हजुरहरूलाई। जस्तै यसमा हामी पहिले डिएचएसको लगइन गर्छौँ। यो मेरो यहाँको छ अलरेडी पहिले साइन इन गरियो। अनि यसमा चाहिँ यहाँ ड्यासबोर्ड भनेर जुन छ, ड्यासबोर्डमा जुन सुरुमा ओपन हुन्छ यसको सुरुमा आउने पेजबाट ड्यासबोर्ड भन्नेमा गएपछि ड्यासबोर्डमा हामी यहाँ देख्छौँ डेटा भेरिफिकेसन कन्सिस्टेन्सी एन्ड अटो चेकअप टुल 2082 भनेर आएको छ। यसलाई क्लिक गर्ने। यसपछि यहाँ चाहिँ लिङ्क आउँछ, एउटा लिङ्क क्लिक गर्नु होला। अनि त्यो चाहिँ हाम्रो चाहिँ एउटा यो एक्सेल भनौँ न, गुगल सिट खुल्छ, स्प्रेडसिट खुल्छ। स्प्रेडसिट चाहिँ हाम्रो सुरुमा यसमै काम गर्न मिल्दैन, किनकि यो चाहिँ सबलाई चलाउनको लागि दिएको हुन्छ। पहिले हामी यहाँ माथि फाइल भनेर हुन्छ, डेमो लेख मुनि फाइल क्लिक गर्छौँ। अनि यहाँ मेक अ कपी क्लिक गर्छौँ। जस्तै स्वास्थ्य संस्थाको मात्रै हेर्ने कि के को हेर्ने भन्ने कुरा हुन्छ। जस्तै म चाहिँ अहिले जिल्लाको हेरिरहेको छु, कालीकोटको। कालीकोट क्लिक गरेँ, कालीकोट लेखेँ, सजिलो हुन्छ आफूलाई यो नाम राखेपछि। सेभ मेक कपी गरेँ। त्यस्तै सेम स्प्रेडसिट अर्को खुल्छ, अब कपीको रूपमा खुल्छ। जस्तै अब चाहिँ यहाँ हेल्प छ नि, हेल्पको छेउमा हेर्नु एकछिनमा डिएचएस2 भनेर आउँछ। अघिको पेजमा आउँदैनन् थियो यो, अब अहिले यहाँ अलिकति टाइम लाग्यो, यसमा आउँछ। त्यो डिएचएस2 आयो, हामी त्यही क्लिक गर्छौँ। अनि यहाँ लगइन भन्ने छ, लगइन गरेपछि ओके भनेर सोध्छ, यहाँ पर्मिसन माग्छ, ओके गर्ने हामी। ओके गरिसकेपछि यस्तो अप्सन आउँछ, गुगल हेज एन भेरिफाइड दिस एप। हामी यसमा एडभान्समा गएर गो टु डिएचएस डेटा अनसेफवाला क्लिक गर्छौँ। अनि यसले चाहिँ अब गुगल भन्नाले यही मसँग यो आइडी छ, यो आइडी कन्टिन्यू गर भनेर भन्छ। ओके गरेँ मैले। अनि यहाँ फेरि यो सबैमा चाहिँ सिलेक्ट अल गरिदिनु होला, त्यो पनि सबै आउँछ, कन्टिन्यू गर्ने। अब चाहिँ हामीलाई फेरि एकपटक आइडी सोध्छ। जस्तै यहाँसम्म चाहिँ हामीले जुन आइडीबाट नि गर्न सक्यो। अब तपाईँले कहाँको हेर्नु छ भन्ने कुरामा भर पर्छ। जस्तै कालीकोटको जस्तै मैले कालीकोटको गरेँ, कालीकोटकै हेर्नु छ भने कालीकोटको युजर नेम र पासवर्ड हान्ने, एचएमआइएसकै त्यो हानेपछि हुन्छ। र अरू ठाउँको जहाँको हेर्नु छ, जस्तै कुनै पालिकाको हेर्नु छ, तपाईँले आफ्नो जिल्लाको हेर्नु छ, यहाँसम्म चाहिँ एउटै छ सबै। यहाँ आएर तपाईँले एउटैबाट अघि लगइन गरेर पनि यो सिट आइसकेपछि यहाँ चाहिँ तपाईँले सबै फेरि छुट्टै लगइन डिटेल्सहरू युजर नेम र पासवर्ड राखेर युज गर्न सक्नुहुन्छ। जस्तै मैले अहिले कालीकोटकै युज गरेँ। म ट्राई गर्दैछु। साइन इन क्लिक गर्नुहुन्छ। साइन इन क्लिक गरिसकेपछि भयो, ट्रु भयो। अनि यहाँ फेरि संस्था छानौट गर्नुहोस् भनेर मुनि दिएको हुन्छ। यसमा क्लिक गरेर चाहिँ अब कालीकोट भनेर मैले छानेँ। अहिले चाहिँ हाम्रो कालीकोटको मात्रै छान्न मिल्छ, जुनको आइडी हान्यो, जुन संस्थाको याद हो त्यही अनुसार छान्न मिल्छ। अहिले मैले पुरै जिल्लाभरिको हेर्दैछु। अब डेटा अपडेट हुँदैछ, यहाँ 0% देखाइरहेको थियो नि, अब बिस्तारै यो बढ्छ, हाम्रो कति इरर छ भन्ने देखाउँछ। लास्टमा नोटिफिकेसन पनि दिन्छ यसले कम्प्लिट भइसकेपछि चाहिँ। एकछिन टाइम लगाउँछ यसमा, एकछिन हेर्दै गरौँ। भइरहेको छ बिस्तारै। जस्तै यहाँ अहिले 7 भयो, अघिसम्म 0 थियो, बिस्तारै बढ्छ। अब हाम्रो कति छ त्यो चाहिँ यसमै देखिन्छ एकछिनमा। यसले एउटा जब लास्टमा नोटिफिकेसन कम्प्लिट भयो भनेर दिँदैन, तबसम्म चाहिँ हामी कुर्नुपर्छ, काट्नु हुँदैन है। यसलाई कन्टिन्यू गर्ने। जस्तै यहाँ भनिरहेको छ डेटा डाउनलोड हुँदैछ, प्रतीक्षा गर्नुहोस् भनेर भनेको छ। सो हामी प्रतीक्षा गर्छौँ। अब धेरै बेर नलाग्ला।
नेटको प्रब्लम भयो कि के हो, नत्र त्यो बेला भइसक्छ है। यति बेला भइसक्नु पर्ने थियो, अलिकति यसै टाइम लगायो अहिले। आज पानी परिरहेछ, त्यसले गर्दाखेरि पनि होला नेटको अलिक प्रब्लम नै छ आज चाहिँ। फेरि यसमै अरू संस्थाको हेर्न चाहनुहुन्छ भने यहीँबाट डाइरेक्ट फेरि अहिले लगइन गर्न नै मिल्यो। अब हाम्रो कम्प्लिट भयो। ओके, हाम्रो 9% हिरहेछ आज, 170 वटा हिरहेछ। टोटल बक्स 16,063 मध्ये रातो चाहिँ 174 छ भनेर भनेको छ, जुन तल यहाँ यसै गरी हेर्न सक्नुहुन्छ। अनि कहाँ के मिस्टेक छ सबै हाम्रो मन्थ वाइज नै दिन्छ, त्यसै गरी हेर्न सकिन्छ। प्रत्येक स्वास्थ्य संस्थाको पनि यदि हजुरसँग हजुरहरूले आफ्नो स्वास्थ्य संस्थाको पनि यसै गरी हेर्न सक्नुहुन्छ है। धन्यवाद।